बिगेस्ट स्ट्रगल इन अनलाइन बिजनेस। सो नमस्कार, म पदम महत। मेरो चाहिँ बिगेस्ट स्ट्रगल चाहिँ म सोसल मिडिया त युज गर्थेँ, तर म सोसल मिडियामा त्यस्तो धेरै एक्टिभ थिइनँ अनि म पोस्टिङहरू पनि त्यस्तो धेरै गर्दिनँ थिएँ। अब जस्तै ओकेजनल्ली आफ्नो फेस्टिभलमा होस् अथवा आफू कतैतिर घुम्न गइएको छ भने चाहिँ कहिलेकाहीँ पोस्टिङहरू गर्थेँ। तर जब यो बिजनेसमा जोइन गरेँ त्यस पछाडिदेखि चाहिँ अब हामी चाहिँ सोसल मिडियामा कतिको एक्टिभ हुनुपर्छ, कस्तो खालको पोस्टिङहरू गर्नुपर्छ अनि कस्तो खालको कन्टेन्टहरू क्रिएट गर्ने भन्ने चाहिँ मैले सबै यही बिजनेसबाट सिकेको। र अर्को कुरा भनेको चाहिँ अब म यो क्यामेरादेखि चाहिँ एकदमै धेरै टाढा रहने व्यक्ति थिएँ। म क्यामेराको अगाडि आएर मैले कहिले पनि बोलेको थिइनँ अनि म चाहिँ यो बिजनेस लाग्नुभन्दा अगाडि म कहिले पनि लाइभ गएको थिइनँ। तर जब मैले यो बिजनेस जोइन गरेँ त्यस पछाडि अब मेरो कोचको हौसलाले अनि आफ्नो बिजनेस पार्टनरहरूको जर्नी देखेँ, उहाँहरूको स्टोरिजहरू सुनेँ, त्यसले चाहिँ मलाई धेरै चाहिँ मोटिभेट गर्यो र अहिले चाहिँ यो क्यामेराको अगाडि आएर चाहिँ बोल्न सक्ने भएको छु। र यो बिजनेसले चाहिँ अब आफूलाई इन्कम मात्रै होइन र आफ्नो पर्सनल ग्रोथ पनि बढाएको छ। र अब यदि तपाईँहरू पनि अब घरमै बसी इन्कम गर्न चाहनुहुन्छ र त्यसको साथसाथै चाहिँ आफ्नो पर्सनल ग्रोथ पनि बढाउन चाहनुहुन्छ भने प्लिज रिच आउट टु मी। मेरो लिङ्क म यहाँ माथि राखिदिन्छु, त्यसमा गएर तपाईँहरूले आफ्नो नाम र इमेल लगाएर रजिस्टर गर्नुहोस्। सो वाट नेक्स्ट म तपाईँहरूलाई भन्नेछु। सो आजलाई यति नै। भोलि फेरि म अर्को नयाँ टपिक लिएर नयाँ दिन आउनेछु। सो त्यो दिनसम्मको लागि बिदा हुन चाहन्छु। थ्याङ्क यू एन्ड थ्याङ्क यू फर वाचिङ। बाई बाई।